हेलो गाइस, आज बिहानदेखि हाम्रोतिर रोड बन्ने काम चलिरहेछ। जेसीबीले रोड खनिरहेछ। अब यो बाटो राम्रो हुने भयो। अनि अहिले म मेरो साथीसँग नदीतिर घुम्न हिँडेको छु। यो हाम्रोतिरको नदी खासै ठुलो त छैन, तर चिल हान्ने पर्फेक्ट ठाउँ हो। हामी यसरी घुम्दै घुम्दै अहिले एउटा स्पेसल ठाउँमा आइसकेको छौँ। यही ठाउँमा हामीले न्यू इयरको पार्टी गरेको थियो। धेरैजना साथीहरू थियो। अनि यही चाय मासु पकाएको थियो हामीहरूले। अनि अब म आफ्नो गाछीहरूलाई हेर्न जाँदैछु। धेरै दिन रहिसक्यो नहेरेको, अब चाहिँ हेरेर एकचोटि आउँदैछु। ओके गाइस, अहिले गाछीमा आइसक्यो। पेडहरू राम्रै रहेछ। एउटा चाहिँ अलि सुकेको जस्तो छ, तर अरू सबै ठिक कन्डिसनमा छ। अनि यहाँ मेरो साथीले भनिदिएको भिडियो बनाउनलाई, सो म यहाँ यसको लागि सिनेमेटिक सुटहरू खिचिदिन्छु। अब चाहिँ घरतिर फर्किन लागेको छु। आजको ब्लग यति नै हो। होप तपाईँहरूलाई रमाइलो लाग्यो। लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोला। होस्, बाई।